सबैजनालाई नमस्कार हजुरले है। आज फेरि म हजुरहरूको माझ नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आरामै हुनुहुन्छ होला, म पनि आरामै छु है। आज मैले खानामा धेरै पछि स्पेसल डिस लिएर आएको छु। धेरै पछि भन्नाले करेला खाइरहेको कुरा हो। अहिले यो अफ सिजनमा पाउनु गाह्रो, अहिले बल्ल बल्ल पाएको, यो अलिक महँगो पर्दो रहेछ है, यो लिएर आएको छु। अब डल्ले खुर्सानी छैन, साथीहरूलाई थाहा छ। मैले यहाँनिर यो लाम्चो खुर्सानी लिएर आएको छु, ढिँडो सधैँको। यहाँनिर चाहिँ गुन्द्रुकको अचार, यो चाहिँ आजको भिडियो पकाएको अचार है। अनि यहाँ लिएर चाहिँ मैले 4 पिस यो ब्रोइलर कुखुराको मासु भन्दा नि हड्डी भन्नाले काटाकुटी चपाउनु सक्ने खालको मिठो खालको। अनि यहाँ चाहिँ मेरो सधैँको आज चाहिँ सधैँको र भन्नाले सरी, यो चाहिँ यो सुकेको माछाको ग्रेभी छ है गाइस। ढिँडो सधैँको भइहाल्यो, चट्ट ढिला नगरिकन फर्स्ट बाइट लिइहाल्नु। भिडियो अन्तिमसम्म हेरिदिनु होला होइन। मन परेमा लाइक सेयर कमेन्ट पनि गरिदिनु होला, नयाँ साथीहरू हुन्छ नि सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजको भिडियो मैले स्टार्ट गरेँ है त गाइस। मैले फर्स्ट बाइट लिइसकेको छु चट्ट मजाले युज गरेर। यहाँ चट्ट माछा आमै झोल त गयो त पाखातिर, ल्या मार्छ चट्ट लिदिउँ गाइस है। सुकेको माछा ग्रेभी हो, दामी छ। माछा चाहिँ कहाँ हरायो र यता चाहिँ म यहाँ खनाउँछु यसलाई। फेरि माछाको ग्रेभी भने माछै देखेन भने त मजै आएन होइन गाइस। माछा यहाँ पनि छ, यहाँ पनि छ, यहाँ पनि छ, 3टा भइहाल्यो। यहाँ पनि छ 4वटा, यहाँ खतरा खुद्रु गरेर 4वटा 5वटा माछा छ होइन। फटाफट खाउँ साथीहरू ढिँडो। ढिँडो दामी छ। खुर्सानी बसालेर फेरि माछा एकै ठाउँमा मिक्स भयो, ठिकै छ। खाने एकै ठाउँमा, जाने एकै ठाउँमा हो, लिने मात्रै छुट्यो, जाने एकै ठाउँमा हो नि त, ठिक छ। मिठो मानेर खाने हो। यहाँ धेरै पछि हाम्रो गाउँको बजारमा करेला भेटियो, करेला ल्याएर गाइस, करेला चिउरी भेटेर आलुको फ्राई छ है। आफ्नो करेला फेभरेट, फेरि नियमित करेला खाने मान्छे बिचमा नपाउनु भएर चाहिँ बिचमा करेलाको भिडियो देखाउनु पाएको थिएन। आज अब स्पेसल भन्यो न, माछा यहाँ छुट्याउँ छुट्टै सब छ नानीहरू। मस्त खाने हो। पिरो माछा गाइस। यो टाउको नभएको, टाउको मलाई खासै मन पर्दैन, नखाने पनि होइन, सकेसम्म नखाउँ भन्ने हो। टाउको मासु
फेभरेट करेला हो। के दामी छ, धेरै पछि आएको। सिजन नभएर करेला धेरै महँगो छ किन्नलाई पनि। सुकेको माछाहरू यस्तो दामी भइगयो। यहाँ भक्कु ग्रेभी छ फेरि, मस्त मिक्स नानी रहेछ। चाहिँ करेला किरा जुन दामी हुन्छ, मस्त खाइरहेको हो। के गर्नु, करेला पाउनै गाह्रो, बल्ल बल्ल पायो, महँगो रहेछ। तर लोकल त होइन फेरि यो विकास नै हो। फाइनल छ ढानु, यो करेला खाएको स्वाद होइन, यसमै सोनीलाई अनि स्वाद आउँछ यसको। झ्याप झ्याप बसिहाल्ने हो, यस्तो गरेर झ्याप झ्याप मुस्ने, माथिबाट मलाई साइड झ्यामेर हाल्नुपर्छ। नभए झ्याप खाइने है त। गोलभर पकाएको दामी हो, प्याज चाहिँ हालेर बनाएको।
मसरी मस्तो खायो होइन मजाले चाटी चाटी भिडियो हेरेर साथ सपोर्ट गर्न नबिर्सनु होला। यति भन्दा फेरि अर्को भिडियोमा भेट्ने बाचासहित यस भिडियोले बिल्छ आइदियो गाइस। बाई बाई।